आज म मास्क लगाएर सुतिरहेको थिएँ नि त हो। अनि नक नक गरेँ नि त को रहेछ भनेर छिट्टो मुख धोएर चाहिँ उठेर डोर खोलेको त पार्सलवाला आएको रहेछ। अनि पार्सल दियो मलाई है। अनि कसको रहेछ भनेर यस्तो हेरेको त नाम त मेरो सानो छोराको रहेछ। अनि मेरो छोरालाई चाहिँ कसले चाहिँ पठाएछ पार्सल भनेर खोलेर हेरेको त वाउ क्या दामी, मेरो फेभरेट कलर क्रीम कलरको रोज बुके रहेछ। हेर्नुहोस् न कस्तो मजाको रहेछ। अन्त त्यहाँ लेखेको रहेछ लभ यु मम भनेर। त्यो पढेर त मेरो त मनै भरेर आयो, कस्तो मन लाग्यो कस्तो भयो नि त। अनि आमा बाउको लागि यही त हो, टाढो भएर पनि याद गरिदियो भने गिफ्ट दिँदा खुसी लाग्छ नि। अरू त के चाहिन्छ र आमा बाबालाई, उनीहरू जति नै टाढा भए पनि उनीहरूले जस्ट हामीलाई याद गरिदियोस् होइन। हप्तामा भए पनि एकखेप कल गरोस्, यति त चाहिन्छ। आमाहरूलाई ठुलो गिफ्टहरू पनि चाहिँदैन, धन सम्पत्ति पनि चाहिँदैन। आफ्नो नानीहरूको खुसी भयो भने आमा बाबा पनि खुसी भइहाल्छ है। अनि म टाढा हुने नानीहरूलाई यही भन्न चाहन्छु कि तिमीहरूले जस्तै गरेर टाइम निकालेर पनि डेली नसही एकैताल कल गर्यो भने एकखेप कल खुसी लाग्छ नि त। हालचाल सोध्नु कसैको त टाढो भएर आमा बाबालाई केही चाहिएको हुँदैन। म चाहिँ यो भन्न चाहन्छु कि जसको पनि नानीहरू टाढो छ मनबाट आफै आशीर्वाद निस्किन्छ। हप्तामा एकपल्ट यात्रा आफ्नो आमा बाबालाई याद गरिदिनु, तपाईँ टाढो गरिदिनु। आमा बाबालाई चाहिँदैन भने नि तपाईहरुको जिन्दगीमा एकदमै गिफ्टहरू पनि चाहिँदैन, ना सुन चाँदी, बस आफ्नो नानीहरू टाढो भयो जिन्दगीमा खुसी होस् एकखेप नै चाहिन्छ उनीहरूलाई। कल गर्नुहोस्, हालचाल सोध्नु, खाना खानु भयो भन्नु।